धुनिमेसी नगरपालिका दिल्ली सावित्री माध्यमिक विद्यालय पछाडिपट्टि हो। त्यसको वार्ड चाहिँ देखिने बिहेगम चाहिँ तल धुनी खोला पर पुल देखिन्छ। यो माथि अगाडि डाँडा हो। यो चाहिँ पहिले चापागाई थोक भनौँ न, त्यो भने नाम हो। यो चाहिँ दिल्ली उसो झलबल्ल घाम लागेको छ र माथिदेखि नै पर गाडीहरूको त्यो नागोढुङ्गा हो। ती सबै खोजमा नागोढुङ्गा पर्दछ। यो सानो पसल हो। दिल्ली सावित्री माध्यमिक विद्यालयबाट हामी गएछौँ। यहाँ तल मान्छौँ। यो दिल्ली सावित्री विद्यालयको पछाडिपट्टिको अथवा पूर्वपट्टिको भाग हो यो चाहिँ, होइन। यो हो दिल्ली सावित्री माध्यमिक विद्यालयको यो बिहेगम दृश्य। यो चाहिँ पारिपट्टिको चाहिँ देखिने जति हामी देखिरहेका छौँ। यो चाहिँ वाग्ले डाँडा, वाग्ले डाँडा, चापागाई थोक अथवा यी नयाँ घर। पहिले सबै साना साना घर थिए। 2072 सालको भूकम्पपछि सबै नयाँ सिमेन्टेड घरहरू बनाएको छ। अब यहाँ पनि एक प्रकारले कङ्क्रिटको जङ्गल भइसक्यो। अब मान्छेहरूको सबै काठमाडौँ सहर बजारमा बस्ने भएकोले मान्छेको बस्तीमा त यङ सबै हराभरा सब एक प्रकारले जङ्गल भइसक्यो। अब यो एक प्रकारले कङ्क्रिटको जङ्गल आफ्नो नाममा विकसित भएको छ भने अब प्राकृतिक रूपमा पनि आफै बोट बिरालो उब्रेको यो पनि राम्रै कुरा हो। यहाँ बस्ने मान्छेहरू अब पहिले पाखा बारी खेतीपाती गर्थे। अब खेतीपाती गर्न छोडे, सब किनेर खाने। यहाँ पनि अब किनेर अब अहिले माथि देखेको मैले गहुँको पिठो पनि काठमाडौँबाट किनेर खाइरहेछन्, होइन। अब यस्तै हो। पहिले घट्टुको पिठो खान्थे, अब घट्टुको पिठो पनि कतै भयो। अब हो, जय होस्। मैले सानो बिहेगम एउटा देखाएँ। जय होस्। सानो चिया खाने दोकान रहेछ यहाँ। अब यो चाहिँ यस्तै छ।